हेलो गाइज, आज चाहिँ हामी धुनी जान आँट्दैछौँ। यहाँ चाहिँ मेरो बहिनी अनि मेरो छोरा हुन्छ, बाबा र मेरो हस्बेन्ड। अब चाहिँ हामी जाँदैछौँ किनभने आज हनुमान जयन्ती रहेछ अनि यसो दर्शन गरेर आऊँ न भनेर हामी जाँदैछौँ। हामी सबै गाडीमा बसिरहेको छु अनि मेरो बुकु र यहाँ बाबा बस्नु भएको छ। यता उहाँले चाहिँ कुदाउँदै हुनुहुन्छ। हामी रामधुनी जाँदैछौँ। अब चाहिँ हामी बैठार आइपुग्यौँ। आज चाहिँ हनुमान जयन्ती पनि अनि हनुमान भगवानलाई चाहिँ पान एकदम धेरै मनपर्ने भएकोले हामी चाहिँ पान चढाउन खोजेको थियौँ, तर यता मानपुरतिर चाहिँ पान कतै पनि भेटिनौँ अनि हामी त्यतिकै जाँदैछौँ सुपारीहरू लिएर। त्यहाँ महाशयले चाहिँ गाडीमा चाबी समेत गाडी लक लगाइदिनु भएछ। हाम्रो गाडी चाहिँ अब लक लागेर बसिरहेको छ। अब हामी जाँदैछौँ भित्र। यस्तो यस्तो खतरा दिमाग छ मेरो बुढाको। वाउ वाउ, सो प्राउड अफ यु। यस्तो दिमाग मलाई नि दिनु होला अलिकति। सुरुमा चाहिँ मलाई रिस पनि उठ्यो, अब के चाहिँ गर्नु होइन। अब नगर्नु गरिसकेपछि दुईजना साला भेना चाहिँ उहाँ गाडीको लक खोल्दै हुनुहुन्छ चाबी भित्रै अड्काएकोले। अब हेरौँ खोल्न सक्नुहुन्छ कि सक्नुहुन्न। पहिला नि यस्तै भएको थियो एकचोटि, त्यति बेला चाहिँ खुलेको थियो। अब हेरौँ योचोटि के हुन्छ, नत्र हामी फेरि घर पुगेर आउनुपर्ने हुनसक्छ गाडी लिनलाई। हामी भित्र जाँदैछौँ। हाम्रो धुनी राम्रो धुनी फेन खोला। हरूले चाहिँ उहाँ बाँदरहरूलाई दिँदै हुनुहुन्छ खानालाई। उनीहरू चाहिँ खाइरहेका छन्। लागे लागे उहाँ बसेर खाँदैछ बाँदर चाहिँ हनुमानजी। अब चाहिँ हामीले पूजा गरिसक्यौँ। अब पूजा गर्दाखेरि त अब के फोटो खिची गर्नु भनेर हामीले क्यामेरा अफ गरेर पूजा गऱ्यौँ। अब हामी एकछिन घुम्छौँ, एक दुईवटा फोटो भिडियो बनाउँछौँ अनि केही खाएर हामी घरतिर जान्छौँ। म चाहिँ मेरो बुकु महाराजको सेवा गर्नु हुँदैछ। सबैजना उसको बाबा, सबैजना बाउ मामा सानीमा मिलेर। अनि अब हाम्रो बाँड्नै बाँकी रहेछ भन्नाले बाँदरहरूलाई। अनि त्यसपछि हामी जान्छौँ खाजा खान। पहिला चाहिँ अब हनुमान भगवानलाई बाँडिसकेर हेर्नु होला। हामीलाई चाहिँ आज किन हो गाईहरूले पछ्याइ छ। फेरि कस्तो गाई पनि हान्ने खालको गाई रहेछ। उठायो भने चाहिँ खोइ के हुन्छ त्यो चाहिँ थाहा छैन, तर यहाँ आएपछि यो नउठाइ चाहिँ जानु हुँदैन अरे गाई। अनि उतापट्टि चाहिँ हाम्रो कीर्तन भइरहेको छ। उता पर चाहिँ कीर्तन भइरहेको छ। अनि अब हामी पनि उठाउनु पर्यो। यो मन्दिरभित्र चाहिँ ध्वनि बलिरहेको छ। त्यो चाहिँ राम भगवानले वनवास बस्न आउँदा भएको ध्वनि अरे। एकदम ठुलो त छैन, अलिअलि धुवा चाहिँ गइरहेको छ। पहिला चाहिँ यो खुला ठाउँमा थियो अरे, तर पछि अब यो एकदम अमूल्य भएकोले यसलाई पुरै मन्दिर बनाएर मन्दिरभित्र राख्नु भएको छ ध्वनि बालेर। अनि यहाँ चाहिँ छ सीता माताले नुहाउनु भएको पोखरी। सीता माताले यही पोखरीमा नुहाउनु भएको थियो अरे यहाँ बस्दाखेरि। अनि यहाँनिर छ राम भगवानको रथको पाङ्ग्रा। यो एक पाङ्ग्रा चाहिँ रथको यहीँनिर छुटेको थियो अरे। अनि यो चाहिँ छ सीता माताले पिन्ने गरेको जाँतो भनेर हल्ला थियो, तर अब के हो त्यो एक्ज्याक्ट चाहिँ मलाई पनि थाहा छैन। हाम्रो मम्मीहरू चाहिँ यहाँ गाईलाई अनि बाँदरहरूलाई दिँदै हुनुहुन्छ चनाहरू, के चना चामल कोलाहरू दिँदै हुनुहुन्थ्यो। मजाले खाइरहेका छन्। उता पनि दिँदै हुनुहुन्छ। अनि यहाँनिरको बाँदर चाहिँ डेन्जर हुन्छ।
धेरै हजुरहरू बाला चतुर्दशीमा आउनुभएको छ भने यो ठाउँ त थाहा नै होला, यो चाहिँ सद्बिउ छर्ने ठाउँ हो। अनि त्यसको यतापट्टि यहाँ ठुलो मन्दिर पनि बन्दैछ, के को हो चाहिँ थाहा छैन, तर राम्रो ठुलो मन्दिर बन्दैछ। म पनि यहाँ चाहिँ आजसम्म कहिले पनि आएको थिइनँ, यो सद्बिउ छर्ने ठाउँमा चाहिँ आजै फर्स्ट टाइम आउँदैछु। हेरौँ के छ यहाँ। उहु इनार रहेछ यहाँ त। हेरेको थिइनँ तर पहिला थाहा थिएन। म कहिले आएको थिइनँ, फर्स्ट टाइम हो यहाँ चाहिँ आएको थिइनँ। अनि यता छ भगवानको मन्दिर, गङ्गा माताको दरबार। उकु डन चाहिँ उसको सानीमासँग आउँदैछ टुई 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 हिँडेर। मुस्केका हेर न आमा छोरा। चाहिँ अब फर्केको आजसम्म भनेर हामी चाहिँ अब चाउचाउहरू खायौँ, पानीहरू ल्याएकै थियौँ, खाइहाल्यौँ। अब चाहिँ हामी घर जाँदैछौँ अनि खाना पकाएर खाने। हामी चाहिँ अब घर आइपुग्यौँ। मम्मीले चाहिँ बाबु बोकेर जाँदै हुनुहुन्छ। हामी चाहिँ यहाँ छौँ।